ब्रह्मा यो उत्पत्तिको कारक हो। हाम्रो उत्पत्ति पनि नाइटोबाट नै हुन्छ। ब्रह्मा क्रिएटर हो। सबै देवतालाई ऊर्जा ब्रह्माबाट नै मिल्छ। कुनै पनि काम सुरुवात गर्न त सजिलो हुन्छ, तर पुरा गर्न गाह्रो हुन्छ। सुरुवात गर्ने ब्रह्माले हो। भूधर कुनै पनि अस्तित्वको धारण गर्छ। काम म गर्छु है भनेर जिम्मा लिन सक्ने क्षमता र पुरा गर्न सक्ने क्षमता भूधरको हो। यदि भूधर ठिक छैन भने मेनिफेस्टेसन हुँदैन। कार्यलाई बोक्न सक्ने क्षमता हो। व्यापारमा लोड धान्न सक्नुपर्छ। यसको लागि भूधर देवता आवश्यक हुन्छ। यो धारणकर्ता हो। अर्यमा काम बनिसकेपछि विकासको लागि अगाडि बढाउने काम र सबै काम आफूले गर्न मिल्दैन, अरू मान्छेलाई पनि गराउनु पर्ने हुन्छ। कुनै पनि काम गर्नको लागि मान्छेसँग जोड्नको लागि अर्यमा देवता चाहिन्छ। सबै काम एक्लै गर्न मिल्दैन, अरू मान्छेलाई पनि गराउनुपर्छ। अरू मान्छेलाई गराउन मान्छेसँग कनेक्ट छ भने मात्र सकिन्छ, नत्र सकिँदैन। कनेक्सन बलियो गराउनमा यो देवता चाहिन्छ। घरमा पाहुना नआएमा, आफन्त नआएमा यहाँ दोष छ। कोहीसँग पनि मिल्न नजान्नु यो दोष हो। संसार जोड्ने काम अर्यमा देवताको हो। विवस्वान आफ्नो मार्केटको ब्रान्ड देखाउन सक्ने क्षमता विवस्वानले दिन्छ। आफ्नो माल राम्रो क्वालिटीको हुनु र अरूले पनि पत्याउनु, राम्रो भएर राम्रो छ भने कस्टमरलाई सेटिस्फ्याक्सन दिन सक्ने क्षमता हुन्छ। उदाहरण सामसुङको कम्पनी, एप्पल कम्पनी, जसले प्रज्वलित गराएको छ। यो प्रज्वलित गर्ने देवता हो। मित्र कस्टमरलाई सेटिस्फ्याक्सन भएपछि हामीलाई इन्स्पाइरेसन मिल्ने र हामीले फेरि राम्रो तरिकाले काम गर्ने उत्साहित दिन्छ र हामीलाई प्रफिट दिन्छ। यो प्रेरणा दिने देवता हो। आप रोगलाई निवारण गर्न सक्ने शक्ति औषधि हो। आपवश रोगलाई, औषधिलाई घोल्ने र अगाडि बढाउने काम आपवशले गर्छ। सविता कर्ममा जोस जगाउने। सावित्र आएको जोसलाई अगाडि बढाउने। इन्द्र जरैदेखि बलियो र रक्षा गर्न सक्ने शक्ति। जय कुनै पनि कार्यमा राम्रो सिप दिने शक्ति। विजय अस्त्र। रुद्र कुनै पनि कार्य लगातार गरिराख्ने क्षमता भएको, जस्तै बगेको पानी। गतिमान राजयक्षमा कुनै पनि अगाडि बढेको कार्यलाई रोक्न सक्ने क्षमता भएको। स्तम्भन जस्तै एक्सिडेन्ट हुनबाट ब्रेक लगाउने कला। अदिति आफू आफूसँगै खुसी हुने कला। शान्तिदाता दिति जीवनमा सत्यतालाई जान्नु र विचारको दायरा बढ्नु। दृष्टिदाता सिखी एक विचारले विश्वलाई ठाउँमा ल्याउन सक्नु। राम्रो विचार आउनु, आइडिया। संयमकर्ता वृषा कुनै पनि कुरालाई रगटेर केही निकाल्नु, मन्थन गर्नु। आकाश कुनै पनि कार्य गर्नको लागि ठाउँ मिल्नु नै आकाश हो, स्पेस हो। जसरी धरतीबाट स्वर्गमा मिल्नको लागि अन्तरिक्ष चाहिन्छ, त्यस्तै। अनिल कुनै पनि कार्यलाई माथि उठाउने र धकेल्ने काम गर्दछ। पूषा कुनै पनि पोषण गर्ने काम गर्दछ। भिङ्गराज हाम्रो शरीरमा भएको फुडबाट न्युट्रिसन आफूले लिने र नचाहिने वस्तुहरू फाल्ने काम गर्दछ। मृग मान्छेलाई जिज्ञासु स्वभावको बनाउँछ। पितृ हाम्रो पूर्वजहरूबाट हाम्रो परिवारमा खुसी दिने काम गर्छन् र सन्तान पनि दिन्छन्। दौवारिक कुनै पनि ज्ञानमा फिल्टर गर्ने काम गर्दछ। चाहिने ज्ञान मात्र इन्ट्री हुन दिने, नचाहिने ज्ञान इन्ट्री हुन नदिने। जस्तै सेक्युरिटी गार्ड। शोषा हाम्रो बडीमा, बुद्धिमा भएको नचाहिने इन्फर्मेसनहरू हटाउने र सुकाउने काम गर्छ। पापयक्षमा यदि पापयक्षमा देवता बिग्रेको छ भने मान्छे कुलतमा फस्ने काम गर्दछ। अपराधी पनि हुन सक्छ।
नाग नाग देवताले मनुष्यलाई भावनात्मक मनोरञ्जन र कुनै पनि कुरामा तीव्र आकर्षण दिने शक्ति दिन्छ। जयन्त मनलाई प्रसन्नता राख्ने क्षमता, रिफ्रेस गर्ने क्षमता दिन्छ। महेन्द्र देवताले एडमिनिस्ट्रेसन र मान्छेसँग कनेक्सन, प्रशासक जस्तो शक्ति दिन्छ। सूर्य यो चाहिँ एउटा कोर कन्ट्रोलर जुन सबै कुरा सञ्चालक गर्ने क्षमता दिन्छ। सत्य आफ्नो सत्य कार्यमा अडिग रहन सक्ने। वितत आफ्नो कार्यलाई देखावटी तरिकाले प्रचार गर्न सक्ने क्षमता। गृहच्छत आफूले आफूलाई ख्याल राख्ने क्षमता। यम सही र गलतको चुनाव गर्ने खुपी हुनु, डिसिप्लिनमा रहन सक्ने। आत्मनियन्त्रण गन्धर्व कुनै पनि कलाकारिताको क्षेत्र। सुग्रीव कुनै पनि सिक्नको लागि छिट्टै नै लिन सक्ने क्षमता। पुष्पदन्त आफ्नो इच्छा पूरा गर्ने क्षमता। वरुण मनुष्यको भावनालाई ताजा राख्ने र संसार चलाउने शक्ति। असुर सानातिना झन्झटहरू मुक्त हुने र गहिराइमा पुगेर अध्यात्मतिर लाग्ने। मुख्य घरको व्यवस्थापन मिलाउन सक्ने क्षमता र कुनै पनि माल बेच्न पर्यो भने सहयोग मिल्ने। भल्लाट ठुलो काम गर्नको लागि यो देवता चाहिन्छ। समृद्धिदाता सोम कसैको ध्यान आकर्षण गर्ने कला हो जसले जीवनमा अवसर दिन्छ। भुजङ्ग इम्युनिटी पावरको क्षमता जसले स्वास्थ्य एकदम राम्रो राख्दछ। देवताबाट नै 16 जोनमा ऊर्जा मिल्ने हो। देवतालाई ऊर्जा मिल्ने भनेको एउटा कलर थेरापी र अर्को इन्ट्रान्स कतिको पावरफुल छ। पोजिटिभ इन्ट्रान्स छ भने देवतालाई ऊर्जा मिल्छ र देवतामा कलर राम्रो छ भने देवतालाई ऊर्जा मिल्ने हो। सबै देवताको आफ्नो कलर हुन्छ, तर हामीले चाहिँ अफ व्हाइट कलर लगाइदियौँ भने चाहिँ सजिलो हुन्छ। देवतालाई पावरफुल गराउन देवताको आफ्नो कलर लगाउने हो। कलर लगाउने भनेर आफूले मन लागेर होइन कि सिम्टम्स के छ त्यो अनुसारको कलर लगाउने हो। इन्ट्रान्सले देवतालाई कसरी पावरफुल बनाउँछ भन्दाखेरि इन्ट्रान्सले पहिला ब्रह्मस्थानलाई पावरफुल बनाउँछ, ब्रह्मस्थानले अरू 44 देवतालाई पावरफुल बनाउँछ। यदि घर स्क्वायरमा छ भने देवताको एरिया सही हुन आउँछ। यदि घर रेक्टेङ्गल छ भने पनि लगभग देवता ठिकै हुन्छ। यदि घर रेक्टेङ्गल छ तर लेन्थ चाहिँ ब्रेथभन्दा डबल लामो छ अथवा त्यहाँभन्दा बढी छ भने मात्र देवताको एरियाको इनर्जीमा कुनै देवता धेरै कुनै देवता थोरै ऊर्जाको सन्तुलन हुँदैन। सकेसम्म हामीले घरको एरिया स्क्वायर बनाउने कोसिस गर्ने हो, नभए रेक्टेङ्गल। सकेसम्म लामो गर्न चाहिँ हुँदैन। देवताको ऊर्जा युनिभर्सल इन्ट्रान्स जुन बाहिरको हावाले त्यो घरको ढोकाबाट कति भित्तासम्म टच गरेको छ त्यसलाई मात्र मानिन्छ देवताको इन्ट्रान्स। यदि घर एकदम लामो छ तर कोठाहरू सबै भाडामा दिएको छ, इन्ट्रान्स सबैको ढोकाको आफ्नो फरक फरक ठाउँमा छ, जुन इन्ट्रान्स चाहिँ युनिभर्सल इयरसँग कनेक्ट छ भने त्यो घरलाई वास्तुको अनुसारले लामो भन्न मिल्दैन। किनभने त्यो घरको ढोकाबाट इन्ट्री भएपछि त्यो घरको भित्रको कोठा कतिको छ त्यसलाई मान्नुपर्छ। युनिभर्ससित कनेक्ट भएको ढोकाले यदि सबै कोठालाई त्यो ढोकाले धारण गरेको छ भने मात्र देवता सबै ठाउँमा हुन्छ। तर घर लामो छ तर सबै कोठामा बस्ने भाडामा बस्ने मानिसहरूको ढोका आफ्नै छुट्टै छुट्टै छ भने त्यही ढोका अनुसारको कोठाको लम्बाइ र चौडाइ कस्तो छ त्यो अनुसार वास्तुको ऊर्जामा भर पर्ने हो। जस्तै तपाईँले पिक्चर 1 मा देख्नुभएको छ, एउटा ढोकाले सबै मान्छेलाई एफेक्ट पार्ने र अर्को चाहिँ सबै मान्छेको आफ्ना ढोका। पिक्चर 1 को चाहिँ 45 देवता
त्यो घरभरि नै छरिएको हुन्छ। पिक्चर 2 को चाहिँ 45 देवता आफआफ्नो कोठाभित्र मात्रै हुन्छ। युनिभर्सल ऊर्जाको ढोकाबाट कहाँसम्म फ्लो भएको छ फ्लोरमा भुइँमा इनर्जी, त्यही अनुसार नै देवतालाई मान्ने हो। देवताको ऊर्जालाई बढाउन पर्यो भने चाहिँ देवताको कलर लगाउने हो। कलर लगाउने भनेको जब देवताको ऊर्जा आफ्नो जीवनमा कमी भएको महसुस छ भने मात्र लगाउने हो। जस्तै सूर्य देवताको ऊर्जा घरमा कमी भयो, समाजसित कनेक्सन कमी भएको छ, वास्तुदोष नभए तापनि देवताको ऊर्जा यदि छैन भने पूर्वतिरको जोनमा सूर्यको एरिया कमी भयो भने सूर्यमा रातो कलर लगाइदिने सूर्यको एरियामा। देवतामा कलर लगाउने भनेको चाहिँ देवताको घरमा फ्लोरमा हो, भुइँमा हो, भित्तामा होइन। भित्तामा हुने एलिमेन्टको कलर लगाउने हो, देवतामा चाहिँ आफ्नो फ्लोरको कलर लगाउने। देवताको कलर धेरै लगाउने होइन, अलिकति मात्र। उत्तर दिशामा रेड कलर लगाउनु भनेको वास्तुदोष हो, तर उत्तर दिशामा भूधरको एरियामा रेड कलर लगाउनु भनेको चाहिँ वास्तुदोष होइन, किनकि त्यो देवताको कलर हो। जुन अहिले मैले यो पिक्चरमा देखाएको छु यो चाहिँ देवताको कलर हो। अरू पिक्चरमा देखाएको कलर चाहिँ देवताको कलर होइन। ब्रह्माको पहेँलो, भूधरको रातो, आर्यमाको निलो, विवस्वानको सेतो, मित्रको सेतो, चाँदीको कलर जस्तो।